पैसा साथीहरू पैसा टिप्नको लागि म रेडी भएँ स्कुल जानेको जस्तो मेरो युनिफर्म लगाएर र एउटा मिठो भ्यू हेर्दै आफ्नो मनलाई शान्त बनाउनको लागि मैले मिठो भ्यू हेरेँ। अनि त्यो पछि म लागेँ आफ्नो ट्रकमा पछाडि बसेर आनन्दले चिल मोडमा कपाल फरर हल्लाउँदै। अगाडि देख्न सक्नुहुन्छ तपाईँहरू भ्यू। र मलाई यतिकै क्रममा अल्छी लागेर म सुसेल्दै पनि हिँड्छु पैसा टिप्नको लागि। र पैसा टिप्ने क्रममा म चाहिँ अब नजिकै पैसाको बोटमा आइपुगेँ। त्यो चाहिँ मेरो बोट हो पैसाको। र यतिकै क्रममा मैले काम पनि गर्नुपर्ने हुन्छ। यो हो क्रोसन बनाउँछु। क्रोसन बनाइसकेपछि मैले यो टाइमिङ पनि टेम्परेचर पनि मिलाउनु पर्छ र टाइमिङ पनि मिलाउनु पर्ने हुन्छ। यतिकैमा मैले क्रिमी एक्सप्रेसो बनाएर म त्यसलाई रिफिल पनि गर्छु। रिफिल गर्ने साथै मैले अब फेरि पैसाको बोट चिलाउन जानुपर्ने हुन्छ साथीहरू। तर मेरो बोट यस्तो छ, मैले अब बोटलाई राम्रोसँग चिल्लाउँछु। पैसा तिमी हातको मैला सुनको थैला थियो भने मेरो हातमा वर्षौनी म बाँचुन्जेलसम्म धुँदिनँ थिएँ, बरु म भात पनि चम्चाले खान्थेँ होला भन्दै मेरो दिमागमा यही प्रश्नहरू आउँदै म पैसाको बोटलाई चिल्लाउँछु र पैसासँग गुनासो पनि गर्छु। तिमी मसँग किन टिक्दैनौ, वाइ म के छ ममा कमी भन्दै म तिमीलाई पैसाको बोटलाई चाहिँ राम्रोसँग चिल्लाएर म पैसा खोज्छु, कहाँ छौ भन्दै। तर मैले पैसालाई देख्न सक्दिनँ, मेरो आँखाको कमजोरी हो कि भन्दै मेरो क्वेसन पनि रेडी हुन्छ। यति भन्दै आजको यो पैसे गफ यहीँ टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद। हजुरको दिन शुभ रहोस्। बाई बाई।